Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, dear Chora. Happy birthday to you. Many happy returns of the day, my dear प्यारो छोरा. तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना. आज भन्दै भोलि भन्दै है तिमी 1 वर्ष पुगिसकेको छौ है. तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना. अनि म चाहिँ मेरो छोराको है केही मेमोरिजहरू म यहाँनिर सानो भिडियो बनाउँदैछु, हेरिदिनु होला. अनि मेरो छोरालाई जन्मदिनको शुभकामना साथै आशीर्वाद दिनु होला. दिनदिनै है डे बाई डे यस्तो नानीहरू बढ्दै जान्छ है. एकदम एक्टिभिटिजहरू पनि डिफ्रेन्ट एक्टिभिटिजहरू पनि गर्दै जान्छ. यस्तो मनमा खुसी आउँछ नि आमाहरूलाई चाहिँ. मैले जब आफूले फिल गरेको है, यो चाहिँ नानी 1 महिनाको हुँदाको तस्बिरहरू हो. यहाँनिर हजुरआमाको स्ट्रगल हेर्नु न नानीलाई हँसाउनुको लागि. अनि यसरी नै दिनै पछि डिफ्रेन्ट एक्टिभिटी साथै ग्रो अप भएको है थाहा नै नहुँदो रहेछ. अनि यो चाहिँ फर्स्ट टाइम 1.5 महिनाको हुँदाखेरि चाहिँ नानीले चाहिँ टाउको उठाउँदाखेरि है मैले यो चाहिँ सानो यो मेमोरिज राखेको. के जस्तो लाग्यो तिमीलाई चाहिँ? यस्तो अब मनमा चाहिँ है जति ग्रो अप हुँदै गयो त्यति है एक्टिभिटिजहरू बढाउँदै लाँदाखेरि चाहिँ आमालाई चाहिँ यति बिघ्न खुसी हुन्छ मनमा. त्यही भनेर चाहिँ मैले पनि यो मेमोरिजहरू चाहिँ राख्दैछु. तपाईँले पनि हेरिदिनु होला. जब यो स्माइलले त झन् किलर हुन्छ नि, किलर स्माइल छ नि. हाँसेपछि त नि यस्तो खुसी लाग्छ कि जस्तो मनमा पीडा दुःख आए पनि तिम्रो एक मुस्कानले भने जस्तै है. अनि यो तस्बिरहरू चाहिँ 2 महिना पुग्दाको हो. कति छिटो टाइम बित्छ है थाहा नै हुँदैन. आज भन्दै भोलि भन्दै 1 वर्ष पनि चुटकी भरमा बितेको जस्तो लाग्दो रहेछ. तपाईहरु पनि मेरो बेबीको मेमोरिजहरू हेर्दै जानुस् है. अनि यो चाहिँ फोनमा नअटाए पनि है प्रत्येक एक्टिभिटीहरू चाहिँ मेरो आँखामा मैले चाहिँ राखेको छु. अनि यो चाहिँ जति यो फोनमा सानो क्लिकहरू है फोटोहरू राखेको थिएँ नि हो त्यो चाहिँ म तपाईहरुको माझमा नि राख्दैछु. मेरो छोरालाई धेरै धेरै आशीर्वाद दिनुहुन्छ भन्ने आशा राखेको छु. अनि चाहिँ पहिलोपल्ट यो टमी टाइम है ऊ चाहिँ बामे सर्नु खोज्दै थियो त्यो टाइममा चाहिँ. अनि यति बेला चाहिँ यो चाहिँ नि यस्तो कराउने हो. कति थियो यो 4 महिना 4.5 महिना समथिङ पुगेको बेलामा यस्तो कराउने भने मलाई त यस्तो डर लागेको थियो कि यस्तो डर लाग्ने कि. तर त्यो चाहिँ उसको त्यो पनि एउटा इम्प्रुभमेन्ट हुँदै रहेछ नि त, ग्रोइङ इम्प्रुभमेन्ट. मलाई त यस्तो डर लागेको थियो त्यो टाइममा हो. खालि मात्रै गर्ने बाँकी अड्क्यो कि के भयो कि भन्ने लागेको थियो है. तर त्यो पनि एउटा बेबीहरूको चाहिँ ग्रोइङ स्टेप हुँदो रहेछ. अनि यो चाहिँ पल्टिने ट्राई गर्दै थियो पहिलोपटक. अनि त्यो टाइमको मेमोरिज हो यो चाहिँ. कति थियो यो 4 महिनाकै हुँदाखेरिको
4 महिना हुँदाखेरि चाहिँ यो पल्टिनु ट्राई गर्दै थियो, सक्थिन। यस्तो आधीपल्ट पल्टेर रुन्थ्यो एउटा हात चेप्चाएर। त्यो पहिलोपल्टले चाहिँ पल्टिनु ट्राई गरेको भिडियो रहेको छ। यो चाहिँ मेरो एउटा मेमोरिज हो हैन, एकदम अनफर्गेटेबल भनौँ न। यस्तो अनि मैले यो आज सानो भिडियोमा कन्भर्ट गरेको छु। अनि हेर्नुहोस् न यसलाई बेबी जिम ल्याएको, तर यो के खेल्थ्यो र बेसी 1-2 दिनमा, तर यसले 4 चुट बनायो। 4 महिनाको हुँदाखेरि 5-6 महिनामा त्यसले चुट्टाएर यता गरेर 1 महिना पनि खेलेन राम्ररीसँग। यहाँ यो चाहिँ 4 महिना पुग्दाको। अनि हेर्नुहोस् यो 5 महिना पुग्दाको मेरो बेबी, 5 मन्थ कम्प्लिट भइसकेको हो यो। अनि मैले 5 मन्थसम्म चाहिँ हल्का फोटोहरू खिचिदिएको थिएँ। हेर्नुहोस् न यो चाहिँ एकदम अगाडि के यसमा केस आयो भनेर चाहिँ मैले चाहिँ माया लाग्दो यसरी पनि बाँधिदिएको, किनभने यो हरेक मेमोरिज चाहिँ राख्नुपर्ने हुनेछ। कति राम्रो फोटोहरू मात्रै राख्नु, अनि कति आफूले गरेको त्यो सानो यसलाई पनि मेमोरिजहरूलाई पनि राख्नुपर्ने छ। यो हो 6 मन्थ बर्थडेको, यो 6 मन्थ कम्प्लिट भइसकेपछि चाहिँ बस्न थालेको थियो छोरो। यो हो नानीको फर्स्ट दसैँ। अनि यो चाहिँ 7 महिना हुँदाखेरिको यो भाइ चाहिँ यो हजुरबाको अफिसमा गएको बेलामाको फोटो हो। अनि यो मावालाको फोटो। अनि यहाँनिर चाहिँ फर्स्ट चाहिँ बामे सर्नु खोज्दै थियो मेरो नानी, त्यो टाइमको 7 महिनाको। त्यति बेला चाहिँ ऊ यस्तोको 7-8 महिना त यस्तै मात्रै गरिबस्थ्यो नि त, ऊ यस्तो उठ्ने हो। अनि यो पनि एउटा अनफर्गेटेबल मेमोरिज। फर्स्ट उसले चाहिँ हैन बामे सर्नु ट्राई गर्दै थियो, घोप्टिने उठ्ने यस्तै गरे 2 महिनासम्म त यसले पुरा ट्राई गर्थ्यो। 1-2 पहिला यसरी गरिदिन्थ्यो, फेरि ऊ चाहिँ त्यो फुत्रुक फुत्रुक भएको त जस्तै उफ्रिने ट्राई गर्थ्यो। अनि 2 महिना उसको फुल ट्रेनिङ हो यो चाहिँ। 2 महिनासम्म चाहिँ उसले यतिकै मात्रै गरिबसे, खालि उठ्ने पुत्रुक्कै उठ्ने लड्ने। अनि यस्तै यस्तै छ है अद्विको मेमोरिजहरू। यो चाहिँ कहिले भुल्नु नसक्ने मेमोरिजहरू हो नि यो चाहिँ। अनि यो चाहिँ मेरो बेबीको फर्स्ट तिथि 7 महिनामा। यो क्लिक गर्दा त 8 महिना पुगिसकेको थियो हो। यो 8 महिना हुँदाको 7 महिनामा चाहिँ मेरो बेबीको तिथि आयो। अनि यो चाहिँ मेरो बेबी 7 महिनामा चाहिँ र 7 महिना पुगेर 8 महिना लागेपछि चाहिँ यसले पुरा बामे सर्न थालेको थियो। अब चाहिँ मजाले बामे सर्नु थालेको। यो पनि एउटा अनफर्गेटेबल मेमोरिज है, पल्टिँदा बामे सर्नु खोज्दा है। यो चाहिँ फुल बामे सर्नु थालिसकेको थियो यो टाइममा चाहिँ। अनि यो पनि मैले मेरो यो सानो भिडियोमा एड गर्दैछु। अनि यो हो उता मन्दिर गएको फोटो। अनि अहिले चाहिँ मजाले बस्नु थालेको, यहाँ खेल्नु थालेको। अनि यसको कति राम्रो प्याच मात्रै है, बिगार गरेको पनि हेर्नुहोस् न। अनि यो हजुरबासँगको हो चितवनमा। अनि हेर्नुहोस् न यसको बदमास। अनि यहाँ हेर्नुहोस् खाना खानु दिँदाखेरि राम्ररी खाँदैन हो। अनि मैले अब यसरी प्लेटहरू खाइसकेको प्लेटहरू चाहिँ यसरी नानीहरूको त यस्तै त एक्टिभिटिजहरू त है, कति राम्रो एक्टिभिटिजहरू मात्रै हाल्नु है। भाइले गरेको काम बिगारेकोहरू पनि त सानो सानो क्लिप त राख्नै पर्यो। बादमा चाहिँ अब ठुलो भएर हेर्छ होला है, उसको टाइममा फेसबुक अब चलाउँछ कि चल्दैन त्यो त थाहा छैन। तर मैले चाहिँ मेरो मेमोरिजहरू चाहिँ कलेक्ट गर्दैछु यो सानो भिडियोमा। सानो भन्दाखेरि पनि लामै पो भइसकेछ मेरो भिडियो। अनि चाहिँ यो 11 महिना हुँदाखेरिको यो 11 महिना पुरा पुगिसकेर चाहिँ यो चाहिँ उठ्नु चाहिँ थालेको, उठ्नु ट्राई गर्दै थियो। यो पक्रेर उठेर
हिँड्नु थालेको होइन प्रपर उठ्नु चाहिँ हेऱ्यो सकेको थिएन यो टाइममा चाहिँ यसरी पक्रेर चाहिँ हिँड्दैछ अनि पक्रेर चाहिँ यसले बेडहरूतिर चाहिँ पक्रेर है हिँड्नु थालिसकेको छ अनि अहिले चाहिँ पुरा 1 वर्ष पुग्यो आज अनि भाइ चाहिँ उठ्नु चाहिँ थालेको छ अहिले चाहिँ अनि हेर्नुहोस् न नाच्नु पनि थालेको छ यो यस्तो रमाउँछ है गाडीमा हिँड्नु पाएछ झन् ऊ त एकदम खुसी यहाँनिर नक्कल पार्ने पनि भएको छ अहिले त यस्तो शरारत गर्छ यस्तो बिगारी गरिबसी हिँड्छ अनि यसले आफै उठ्नु थालेको छ अनि यसरी पक्रेर चाहिँ हिँड्नु थालेको छ बिस्तारै अब हिँड्नु थालेको छ भनौँ न आफै उठ्नु थालेको छ अनि 1-2 पाइला चाहिँ हिँड्छ अनि पक्रेर चाहिँ यस प्रकारले हिँड्दैछ मेरो छोरा यो भिडियोमा चाहिँ भाताङ भुतुङ छ है थ्याङ्क्स फर वाचिङ ह्याप्पी बर्थडे